ताली बजाएर सम्मान गरिदिनु होला। यो धादिङमा गजुरीमा स्वागत छ, सम्मान छ। थ्याङ्क यू दाइ। प्रस्तुति चाहिँ त भन्नुभयो, मलाई अझै थुप्रै गीतहरू गाउन मन थियो आज यो ठाउँमा आएर, तर के गर्ने अलिकति दर्शकको कमी उपस्थिति देखियो त्यो भएको कारणले गर्दा मुखारबिन्दुमा एक टुक्रा चाहिँ म गाउनेछु। त्योभन्दा पहिला फेरि पनि कार्यक्रमका सभापतिज्यू, परमपतिज्यू, हिमालय टेलिभिजनका सञ्चालक तथा पत्रकार आदरणीय श्याम कडेलज्यू, अभिनय सर, विशिष्ट अतिथिज्यूहरू लगायत यो कार्यक्रमलाई सफल बनाउन आउनुहुने तपाईँ सम्पूर्ण, विशेष गरी माया साट्न आउनुहुने, खुसी साट्न आउनुहुने तपाईँ सम्पूर्ण धादिङका मेरा आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू र पत्रकार साथीहरू सबैलाई मेरो हार्दिक नमस्कार छ, सम्मान छ, श्रद्धा छ र सँगसँगै धेरै धेरै धन्यवाद। आजका सञ्चालकको रूपमा हुनुहुन्छ आदरणीय दाई, गायक, सर्जक, राष्ट्रिय लोकतान्त्रिक प्रतिष्ठान नेपालका केन्द्रीय सचिवालयका सचिव हुनुहुन्छ, जसलाई धेरै धेरै सम्मान अनि श्रद्धा व्यक्त गर्न चाहन्छु। भावनाहरू धेरै छन् तर शब्दहरू छैनन् आज मसँग। फेरि पनि यो बधाई अनि शुभकामनाको लागि धेरै धेरै धन्यवाद गाउँपालिकाका सम्पूर्ण अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यो सम्मानको लायक म थिएँ या थिएन त्यो मलाई थाहा छैन, तर यसको कोही हकदार हुनुहुन्छ भने त्यो धादिङका मेरा आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरू हुनुहुन्छ, जुन चाहिँले यो उपाधि हामीले पाएको छौँ। साँच्चीकै यहाँको हौसला, साथ, सपोर्ट, माया बिना अपुरै थियो, असम्भव नै थियो। त्यस कारणले गर्दाखेरि धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु धादिङका सम्पूर्ण मेरा आमा बुबा, दाजुभाइ, दिदीबहिनी सबैमा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र सँगसँगै सम्पूर्ण दर्शक दीर्घहरूलाई धेरैभन्दा धेरै धन्यवाद। यहाँनिर हाम्रो राजन सरलाई पनि देखिरहेको छु, यहाँलाई पनि विशेष विशेष सम्मान। यदि पर्दा पछाडिको कोही हिरो हो भने त्यो राजन सर हो। हुन त यहाँ थुप्रै हुनुहुन्छ, प्रशेष बाबुका आमा बुबा, हजुरआमाहरू सबैलाई एकदमै सम्मान व्यक्त गर्न चाहन्छु। धादिङको माटोले एउटा बहुआयामिक प्रतिभा जन्माएको छ। फरक क्षमता भएको एउटा प्रतिभा जन्माएको छ, जुन प्रतिभाले आफू मात्र सफल भएनन्, मेरो द भोइस अफ नेपालको साङ्गीतिक जीवनलाई पनि सफल बनाइदिनु भयो र पक्कै पनि त्यो मेरो लागि एउटा स्वर्णिम अवसर हो।